हेलो एभ्रिवान सेवा नमस्ते सो दिस इज माई सिम्पल भ्लग होइन आज चाहिँ म एकदमै ढिलो उठेँ होइन आज सिलगढीमा चाहिँ जाडो थियो अन्तखेरि मेरो यो माथिको ड्रेसअपले चाहिँ चाल पाइसक्नु भयो होला कि कति जाडो थियो सिलगढीमा भन्दाखेरि हो अन्त म उठ्दाखेरि चाहिँ प्रोभाब्ली 11 बजिसकेको थियो हो अन्त उठ्ने बित्तिकै मैले चाहिँ भिडियो स्टार्ट गरेँ अन्त तलनिर चाहिँ झ्यालमुरी भैया आएको रहेछ अन्त झ्यालमुरी किनिदिनु भयो दादाले हो अन्त उठ्ने बित्तिकै दाँत चाहिँ मोलाएको थियो है गाइस झ्यालमुरी खाएँ अन्त यतानिर बाहिर मैले मुरै झराएको चाहिँ खाँदै थियो बाख्राहरूले त्यहाँदेखि चाहिँ म चाहिँ चिया पनि नखाई गएँ मार्केट सौदाहरू किन्नु किनभने हाम्रो घरको सौदा पनि सकिरहेको थियो प्लस फुपूले चाहिँ क्रिसमस भाग पनि दिनुहुँदै थियो मान्छेहरूलाई त्यही भएर अन्त यो चाहिँ सालबारीको हाट हो हामी सालबारीको हाट पुगिसकेको थियो अन्त सालबारीको हाटमा पुगेर चाहिँ हामीले यतानिर मुला खोज्दै थियो तर मुला पाएन अन्त लास्टमा चाहिँ हामी फ्रुट्स किन्यो यो फ्रुट्स चाहिँ 1.5 किलो 100 अरे सुन्तला चाहिँ त्यहाँदेखिको सुन्तला किनेर हामी उतै फेरि मुला खोज्नु गयो होइन मुला छैन आधी किलो 20 आउँदैछु आधी किलो 30 पो भन्छ 20मा दिँदैछ होडीको आधी किलो 30 आधी किलो 30 कहाँ गयो खै एकछिन हेर्छु ठिक छ मलाई हुन्छ बाइ द वे त्यो मुला चाहिँ मैले नि 1 किलो 20 गरेर चाहिँ गाउँमै किनेँ हो बादमा अन्तखेरि यो लुगा हेरेको ठुलो भयो पुरा अन्त मैले लगाएन अन्त यहाँ चाहिँ हामी पेस्ट्री किन्नु आएको थियो अन्त म चाहिँ भित्र एक्लै बसिरहेको थिएँ नि त अन्त दादा बाहिर चाहिँ मासुहरू किन्नु हुँदै थियो अन्त मैले भित्र पेस्ट्री खाँदै बसिरहेको थिएँ त मासु किनेर चाहिँ हामी फेरि गयो अर्को सामान किन्नु यतानिर चाहिँ हामीले टिस्यु पेपरहरू के किन्नु थियो अन्त त्यो सबै किनेर चाहिँ दादा आइसक्नु भयो अन्त म चाहिँ बाहिरै पर्खिरहेको थिएँ दादालाई हो अन्त यो सामान लगेर फेरि हामी माछा पनि दिनु थियो नि त मान्छेहरूलाई त्यो भाग लगाएको अन्त हामीले 2टा माछा किन्यो ठुल्ठुलै एक दिउँ भनेर फुपूले हो अन्त हामीले 2टा माछा किनेर फेरि हामी घरतर्फ लाग्यो अन्त हामीले त्यो मुला चाहिँ किन खोजेको भन्दाखेरि चाहिँ त्यो बोतलमा हाल्नुको लागि खोजेको थियो होइन अन्तखेरि बड्डा चाहिँ टक्कै मैले किनेँ यतानिर हो मुलाको अचार हाल्ने र मासुको अचार पनि हाल्नु थियो त्यहाँदेखिको चाहिँ हाम्रो अझै सामान प्लस चामलहरू पनि किन्नु थियो त्यही भएर हामी अर्कै दोकान गयो स्विट कर्न माई फेभरेट अन्त दादा चाहिँ खै त्यहाँदेखिको चाहिँ हामी घर गयो अन्त मैले मेरो मिनी ब्लग यतै एन्ड गरेँ सी यू गाइज इन द नेक्स्ट भिडियो बाई बाई टेक केयर